हेलो सबैजनालाई गुड मर्निङ है। आज चाहिँ म यसो आज भ्लग बनाऊ कि भनेर गरेकी छु हैन। अनि भ्लग पनि कस्तो हो भन्दाखेरि अब यही हो, भ्लग यस्तै हो हैन। अनि आज चाहिँ म हो यसो बेतिर जानु पर्यो, सिन्धुलीतिर हैन। अब त्यही अब यसो सिन्धुलीतिर गएर आउँछु, सरी जान्छु। अनि आज चाहिँ भ्लग बनाऊँ के भन्ने कस्तो मन लाग्यो त्यसैले है त। अनि आज खै त मेरो झऱ्यो नि हैन। अब चाहिँ लाग्यो ओइ अनि चट्ट यसरी लगाएर टक्क हैन। ए सुहाउँछ नसुहाउँछ है। अनि आज चाहिँ चट्ट लगाएर अब जानु पर्यो हैन। चिट्क्क भएर क्या, चिटिक्क भएर हट भएर पट भएर अनि आज चाहिँ जानु पर्यो, त्यही हो है। यसो हामी चाहिँ निक्लिसक्यो, अब कलामा आइपुगिसकेको छ होइन। हेर्नु अनि अब बाइक चाहिँ यहाँ छ। अब हामी बिस्तारै जान्छौँ। अब तपाईँहरूले
चाहिँ ठ्याक्कै कहाँ आइपुग्यो भन्दाखेरि 16 भन्ज्याङ हुन्छ पानी नपरेर पुरा पहेँलो लागिरहेछ धुवा जस्तो होइन अनि यहाँ चाहिँ एउटा के भन्छ अरे साबुन छोडिरहेको छ अरे हिजो अनि त्यही लिएर जानुपर्ने हुन्छ यहाँबाट अब गाडी जान्छ जाँदैन सरी बाइक जान्छ जाँदै सोध्नुपर्छ दाइ दाइ यताबाट बाइक जान्छ जान्छ है ए अनि बस यहीँबाट जान्छ हो ए अहिले चाहिँ पुरा खनेर बत्ताभुङ्गा बनाएछ ठुलो अब पहिलाको बाटो चाहिँ यो अनि अहिले चाहिँ यो सल्लाह यो पछिबाट बनाएको यो अब पछि चाहिँ बनाएको यो मुनिबाट बनाएको अब पिच हुँदै जाने चाहिँ अब यहीँबाट हो क्या अरे है अनि यो चाहिँ यो जाने बाटो चाहिँ उता त आफ्नै मान्छे छ उता पनि अब पुग्ने चाहिँ पुगेको छैन होइन अब पहिला एकचोटि लडाइँ हुँदा चाहिँ यहाँ एउटा सिमलको ठुलो बोर्ड थियो त्यो ठुलो बोर्ड थियो अनि त्यो त हामीलाई थाहा छैन तर सुनेको अनि यहाँ माइन्स बिछाएको अरे बम बिछाएको अरे अनि माओवादीहरूले हान्दाखेरि उयो जुन एउटा चौतारो छ नि हो त्यो चाहिँ आर्मीहरूको एउटा लासको उरे भनेर चिन्ह राखेर छ अनि त्यहाँ चाहिँ एउटा पिपलको बोर्ड के भन्छ त्यतिखेर पुरा सिमलको बोर्डतिरै त्यो बमले लाएर मासुको चोक्टै छिड्का उठेर चाहिँ बमले उडाएर चाहिँ चोक्टै बस्याएर कि माथि उसमा रुखमै त्यस्तो पनि भएको रहेछ भन्छ हेर्दा होइन अनि उयो गर्ती छ भने उता चाहिँ मैन डाँडा भन्ने ठाउँमा चाहिँ लडाइँ पनि भएको थियो एकचोटि अब त्यतिखेर चाहिँ लडाइँ भएको थियो त्यतिखेर धेरै म त बच्चै थिएँ त्यतिखेर सानो थिएँ अनि हेर्न गएको त माथि गएको के अरे घरको गाउँको डाँडामा माथि डाँडाबाट हेर्दै जाँदा पुरा हेलिकप्टर मलाई फुल ट्याङ्की हो उसमा चाहिँ हेलिकप्टरहरू आएको थियो कि टङ 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 गरेर हेलिकप्टरहरू आएको थियो त्यतिखेर अब त्यसरी सानोको है बुवाले लिएर गएको थियो माथि हेर्नु पऱ्यो भनेर राति त बुडुङ बुडुङ गर्ने आवाज सुन्थ्यो बम पड्काउँथ्यो त्यस्तो थियो कि अनि त्यतिखेर चाहिँ सानैमा चाहिँ मैले हेरेको थिएँ तर अनि यहाँ लडाइँ भइसकेपछि त अरू ठाउँ त लडाइँ भयो कि भयो थाहा भएन जस्तो लाग्छ मलाई चाहिँ अब सानोको बेला अब सानोमा चाहिँ समाचार त सुन्थ्यो नि त अहिलेको जस्तो अब मोबाइलको जमाना थिएन नेटवर्क थिएन होइन अब नेटवर्क त थियो काठमाडौँतिर अब काठमाडौँ उता चाहिँ अब यता चाहिँ थिएन अनि त्यस्तो थियो कि अहिले चाहिँ खासै उता छैन अब पुरा लडाइँ भयो हुन्थ्यो त्यतिखेर लडाइँ हुन्थ्यो मजाले कति मान्छे मर्थ्यो होइन अब बुद्धि नहुनेहरू त अब छिरियो त्यतिखेर लडाइँमा मरियो बिचरा होइन मऱ्यो नि धेरै जस्तो मान्छेहरू मऱ्यो नि जो ए कोट सोट ट्याक्क कन्जी भ्रम होला कोट सोट ट्याक्क कन्जी भ्रम होला म त्यहाँ सुसे ए त्यो थाहा उठी दोगोजी बहिनी घर पनि छिरौँ घरमा भने पसलमा मामा होला र श्री मामा
हामी चाहिँ ठ्याक्कै त्यहाँ पुग्नु पर्ने। यो डाँडा यसो हेर्नु त, ल हेर्नु तजी हामी चाहिँ ऊ तल पुग्नु पर्ने थिएँ। अब उयोबाट कस्तो नराम्रो बाटोतिर आयो। अब क्यामेरा अन गर्नै बिर्सिछु भयो तजी। अब हामी चाहिँ अब त्यहाँ पुग्नको लागि बाटो नराम्रो रहेछ। बाटो अब राम्रो भएको भए चाहिँ हुन्थ्यो। पछाडिको टायर पुरै नाचिन्छ कि यो, किन भन्दाखेरि यो पुरै धुलो छ। यो धुलोमा चाहिँ अलिक गाह्रै हुन्छ बाइक चलाउन, किनकि अब मेरो बाइक त्यति महँगोको बाइक त होइन। ल है हामी चाहिँ यो चाहिँ आफ्टार भनिन्छ। हामी चाहिँ यहाँ आइपुगेका छौँ अनि यहाँ पनि मेरो आफ्नै मान्छे छ। अब मेरो दाई होइन, अब चन्दर दाईहरू पनि हुनुहुन्छ। अनि यहाँ चाहिँ यो अब के भने यो हाम्रो यो काभ्रे, मैले जहिले पनि देखाउँछु भन्थेँ नि तपाईँहरूलाई। यो के भन्छ अरे काभ्रे र अब सिन्धुलीको सिमाना देखाउँछु भनेको थिएँ नि। यही हो हेर्नुहोस्, यो अब यो तल खोलातिर देखाउँछु। यो खोला नै हो हाम्रो सिमाना, काभ्रे र हो होइन। अनि शानदार किसिमको घर होइन। उहाँलाई चाहिँ मैले अब भन्छु। र अनि मेरो आफ्नो दाई पनि छ, आफ्नै दाई पनि छ यता। अनि हामी पनि उस उयो हो। यो खोलामा चाहिँ हाम्रो काभ्रे एन्ड के भन्छ अरे अब काभ्रे र सिन्धुली जोडिएको छ होइन। यो उसमा चाहिँ त्यही हो। यही है, यो चाहिँ हाम्रो यसलाई कोकतोर खोला पनि भनिन्छ। यो कोकतोर खोला पनि भनिन्छ यो। अनि यो चाहिँ काभ्रे भयो, त्यो पारि चाहिँ हाम्रो पुरै सिन्धुली भयो है। ओके, यो चाहिँ हामी उसमा के भन्छ हेर्नु त बाटो फाप ओम यस्तो छ बाटो। अब यो घरमा पुग्नको लागि पनि धेरै अप्ठ्यारो छ। खै अब जान्छ होला हेरौँ। आई थिङ्क छ्या यस्तो छ बाटो। पहिलोचोटि आएको भयो म पनि यहाँतिर, यतातिर पहिलोचोटि। अब के हुन्छ अब अघि एकचोटि फ्ल्याटै लडाइहाल्यो। अब के गर्नु, यस्तै त हो नि, समस्याको समाधान गर्नुपर्ने हुन्छ। नि ल छु। अब यही हो हाम्रो काभ्रे र सिन्धुलीको सिमाना। Something
श्रीमान के गर्ने यार हालत यस्तै भयो होइन यो के भयो भन्दाखेरि यो पुरै धुलो भयो कि धुलो भयो होइन हामी यस्तै हो नि त खुट्टा जुत्ता सबै यस्तो छ होइन अनि हामी चाहिँ हेर्नु ल पुरा यो कहिले बाइक नदेख्ने ठाउँमा र अनि बाइक नहुने ठाउँमै आइपुगेँ म आज छक्क परिरहेको छु म अब पहिला कति खुट्टाले हिँडिरहेको थिएँ यता होइन अनि आज बाइक लिएर आएको छु कि बाइक त्यतिमै खुसी छु ल ठिक छ तर पनि अब जाने बेला चाहिँ अलि अप्ठ्यारो हुन्छ होला सायद है त्यही बाँकी अब उतै गरिदिएको छु है बाँकी ओके हामी चाहिँ आइपुग्यो यही हो है अब मेरो एकजना अब त्यही हो हेर्नु ल अब खेततिर चाहिँ पुरा बाइक उडाउनु पर्ने हुन्छ बर्खामा त यो पुरै खेत हो यो खोला कसैले तर्नु सक्दैन र नि तार्नु सक्दैन बर्खाभरि चाहिँ यताको 2-4वटा बाइक रहेछ अब मान्छे अब तिनीहरू चाहिँ प्रायः जस्तो फस्नै पर्ने हुन्छ हो वायर आई थिङ्क यहाँबाट के हो त यो यस्तै हो हेर्नुहोस् बाटो है त अब बेतिर अब त्यही त नि यो गाउँठाउँको होइन ए बाटो चाहिँ के भन्नु खै ए त्यो त अहिलेसम्म उता छैन रहेछ लाइन बत्तीको लाइन मूर्खै हो है मान्छे राम्ररी लग्यो के हुन्छ भने हेरौँ ओइ हाय बाटोको हालत यस्तो छि छ्या त्यही ठाउँमा पो हो Hỏi cũng dừng quý gì cả cũng dừng quý gì cả baik ini mau oke baik langsung motor tidak so Nilom भेजिन्छ आदिन्छ ल ठिक मलाई ओके बिहे घरमा आइपुगेको छु ल चिउ चिउ बिहे घरमा आइपुग्यो हामी चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि त छैन अहिले ठ्याक्कै भन्नुपर्दाखेरि बिहे घरमा आइपुगेको छौँ सो अब बिहे के हुन्छ त्यो र आइया माछाले हाल हुन्छ पाइप पाएको ओके ल आइज बिहे घर चाहिँ यही है
आइपुगेको छौँ हामी चाहिँ तर खासै त्यस्तो त केही त छैन ओके है त ओके यहाँ चाहिँ आउँछौँ है त ओके यसले भन्नु पर्यो मासु र अनि चिउरा रोटी चाहिँ खाइसक्यो यो चाहिँ के भन्ने कुरा त थाहा भइसक्यो होला होइन अब मैले क्यामेराको क्वालिटी अलिक गरेछ सरी होइन सबैजना हाम्रो चाहिँ यो यिनीहरू चाहिँ मेरो गाउँकै हो सबैजना होइन अनि उहाँ चाहिँ दिदी उहाँ चाहिँ मेरो दिदी यही घरमा आइपुग्नु भएको होइन दिदी अनि सबै खाजा खाइरहेछ हामी चाहिँ बिस्तारै जाँड यो जाँड भन्दैन छ्याङमा दिन्छौँ तामाङको चल्ने जाँड मिठो एकदम ये भी खिला दंत जाए हाँ जैसे भी खिला दंत जो आए जरी ठ्याक्कन मेरो भाउ भन्दा नि कम छैन ठ्याक्कै मेरो बाउको चाहिँ छोरो हो होइन मेरो बाउ पनि मैले देखाउने छु सेम हेर्नु यही अनुहार छ मेरो बाउ र मेरो दाइको होइन अनि दाइ चाहिँ हो त्यहाँ मेरो दाइ हुनुहुन्छ यहाँ अब आइसँग दाली दिल दाल राख्दा आसे मेमे लास हो मेमे ल मेमे आज मेमे बाजे पर्दा मेरो बाउ भन्दा नि कम छैन अनुहार पनि उस्तै छ दाँत पनि झरिसकेको छ सेम मेरो बाउ भन्दा कम छैन नाचगान हेर्दैछु अनि त्यही हो है काठको फुल अनि यो पनि काठकै फुल यहाँ म चाहिँ काठको फुल मिलेको छ होइन यो काठको फुल चाहिँ कस्तो दामी बनाएको छ कि यो डिजाइन बनाएको छ होइन यो रेलिङहरू सब हालेको छ हेर्नु त होइन अनि पुरा यो चाहिँ के भन्छ भने यो एक्सीडेंट दवा यदि तबेलरे अनि मिदन जावर दवा तिगे तस्म रंगला गलती मुजुवा मिल गलती मुजुवा थेन कि लबरताला तेल भम हैन दार में तेज विषय यारे यूट्यूब रे निलो वा यहाँ यूट्यूब अपलोड लदर यूट्यूब अपलोड ला मेन जान्ने यहाँ से ओजालिया अनि जमा चार्जिन मेन ला हेर्नु त ये हो ह बिगारमा चाहिँ क्या के मन पुइ गयो रे यही जाने क्या यो है यो चाहिँ सिन्धुली गाउँ चाहन्छु भन्दाखेरि मैले
पहिला चाहिँ के अरे धेरै यो पहिला चाहिँ म यता चाहिँ आइरहन्थ्यो होइन अनि धेरै यादहरू पनि आउँछ सो के भन्छु भन्दाखेरि पहिला म यसरी हेर्थेँ अब है अब सानोको बेला अब ठुलो भयो पहिलाको यादहरू धेरै आउँछ नआउनेहरू सबैले आउँछ किनकि आज मैले बेहुली देखाउँछु भनेको थिएँ के अरे बेहुला र बेहुली देखाउँछु भने चाहिँ सडै हाम्रो सडै देखाउन मिलेन होइन अनि त्यो के छैन तर पनि बिहेमा चाहिँ आयो आउनु त आयो तर बिहे के हो मलाई पनि थाहा भएन सो त्यही है थाहा छैन के हो यो भावना